नेपाली कथा चलचित्र प्यार सलोन सलिना फिल्म्सबाट निर्माण भएको चलचित्र प्यार नेपाली दर्शकहरूले हिजोबाट हेरिसक्नु भएको छ। प्रत्येक हलमा लागिसकेको छ। यसको गीत, यसको ट्रेलर, टिजर लाई चाहिँ सबै दर्शकहरूले एकदमै मन पराउनु भएको थियो। फिल्म चाहिँ कस्तो कतिको मन पराउनुहुन्छ भनेर चाहिँ हेर्नुलाई चाहिँ अब हिजो र आज हेरिसक्यो। हिजो र आजकोमा चाहिँ एकदमै राम्रो छ। राम्रो रिभ्यू आइरहेछ। नेपाली दर्शकले नेपाली चलचित्र प्यारलाई एकदमै मन पराउनु भएको छ। यो चाहिँ अस्ट्रेलियामै सुटिङ गरेर अस्ट्रेलियाकै कलाकार छनौट गरेर ल्याएको फिल्म हो यो चाहिँ। यसमा चाहिँ सुमित बस्नेतको निर्देशन र यसमा कलाकारहरू हुनुहुन्छ आर्य सुरज पौडेल, वीरेन्द्र कार्की, राजन कुँवर, पूजा चौधरी, आसमा अधिकारी, विमला खत्री, नवीन घायल, मस्तानीको भव्य सङ्घर्ष थियो प्यार पाउनसम्मको भनेको बारेमा चाहिँ यो फिल्मको आधारित छ। यसको निर्देशक चाहिँ सुमित बस्नेत हुनुहुन्छ। उहाँले धेरै दर्जनौँ फिल्महरू, नेपाली फिल्महरू चाहिँ सुपरहिट दिइसक्नु भएको छ। उहाँको यो 10 वर्षपछि कमब्याक मुभी प्यार सुरुवातदेखि अल नेपाल र अल वाइड चलिरहेको छ। निर्मातामा लक्ष्मण सापकोटा, प्रदीप दाहाल को चाहिँ निर्माण रहेको चलचित्र चाहिँ एकदमै हरेक नेपालीले हेर्नै पर्ने चलचित्र हो जस्तो लाग्छ मलाई। सबैजनाले हेर्नुहोला। हेरेर के कस्तो लाग्छ। सुमित बस्नेतले सधैँ नयाँ नयाँ कलाकार लिएर पनि यति राम्रो चलचित्र बनाउँदो रहेछ भनेर एउटा यो प्यार चलचित्रबाट चाहिँ नयाँ रेकर्ड राख्ने सुमित बस्नेतको कुरा छ। त्यो कुरालाई चाहिँ यो आशालाई चाहिँ सुमित बस्नेतको यो आशालाई चाहिँ हामी सबै मिलेर पुरा गरौँ। नेपाली सिने जगतमा यस्तो राम्रो फिल्म पनि बन्दो रहेछ भनेर हामीले सबैले एकदमै मन पराइदिउँ भन्न चाहन्छु। आजको भिडियो हजुरलाई के कस्तो लाग्यो, जस्तो लाग्छ त्यस्तै आफ्नो कमेन्ट बक्समा गरेर नभुल्नुहोला। जस्तो लागे पनि काम गर्ने क्रममा दायाँ बायाँ तल माथि राम्रो नराम्रो जे जस्तो हुन्छ हजुरहरूले चाहिँ एकदम राम्रो तरिकाले कमेन्ट गर्नुहोला। नेपाली सिने जगत, सामाजिक, म्युजिक इन्डस्ट्री, रङ्ग खबर, हरेक खबरहरूले चाहिँ सुमन सागर अपडेटलाई चाहिँ हेर्न नभुल्नुहोला। सबैजनाले एकदमै माया गर्नुहोला। माया गरिराख्नु भएको छ। पहिलो भिडियो लिना चौहानको मैले हालेको थिएँ। एकदम राम्रो सपोर्ट माया गर्नुभएको छ। यो भिडियोलाई पनि यस्तै माया गर्नुहोला। हरेक अपडेटहरू देशको, कला क्षेत्रको, गीत सङ्गीतको हरेक किसिमको सन्देशहरू हजुरहरूमा लिएर आउने छु। यति भन्दै बिदा हुन चाहन्छु। हस्त, नमस्कार।